एउटा सानो जंगलमा 3 स्यालहरू राज गर्थे र उनीहरू आफूले आफूलाई जंगलको राजा भन्दा नि चर्को ठान्थे। स्यालहरू एक आपसमा झगडा मात्रै गर्थे र कसैले दुःख गरी केही बनायो भने बिगार्न चाहिँ जान्थे। सिधा सादा जनावरहरू स्यालहरूको क्रियाकलाप देखेर दिक्क हुन्थे र हाम्रो जंगल पनि कहिले राम्रो होला भनेर आश गरी बस्थे। एक दिन जंगलमा आगो लाग्छ र काग गई एउटा स्याललाई जंगलमा आगो लाग्यो, सबै मिली बचाउनु पर्यो भनेर भन्छ। स्याल चाहिँ त्यो आगो मेरो एरियामा लागेको हो र मैले बचाउने, जसको एरियामा लाग्छ उसैले बचाउँछ भनेर पो भन्छ। बिस्तारै आगोले पुरै जंगल खान लाग्छ र सिधा जनावरहरू आफ्नो ज्यान बचाउन यताउति भाग्न लाग्छन्। अनि 3 स्याल भने यो जंगल त खरानी हुन लाग्यो, अब कुन जंगलमा गई शरण माग्ने लौ भन्दै बैठक बस्छन्। त्यतिकैमा एउटा बुढा बाघ आउँछ। थुक्क स्यालहरू आफ्नो घर आगो लाग्दा निभाउनतिर लाग्छन् कि आगो लागिरहोस् भन्दै छोडेर हिँड्छन्। यो जंगल भएरै त तिमीहरूको फुर्ती बढ्यो, अरू जंगल जाओ त तिमीलाई स्याल पनि कसैले गर्दैनन् भन्दै गाली गर्छ। बुढा बाघको कुराले स्यालहरूको घैँटोमा अलिअलि भए पनि घाम लाग्छ र 3 स्याल बाल्टिन बोक्दै आगो निभाउनतिर लाग्छन्।